गुड मर्निङ साथीभाइहरू, हामी यसमा आइसक्यौँ र मैले मेरो बिहानको नुहाइ कार्यक्रम सकेर पानी खाएर बसिसक्दा पनि मामुले अझै पूजाको भाँडा माजेर अझै भ्याउनु भएको छैन। हम कति बसी माझ्दै हुनुहुन्छ अरे? मङ्सिरमा दिवाली गर्न आउँदाखेरि माझेको। अब कति महिना भयो? 9 महिना भइसक्यो। अनि त्यस 9 महिनापछि आउँदा नि भाँडा चाहिँ पहिला जस्तै चम्किन पर्यो अरे। ए होइन, बैशाखमै माझ्यौँ साँच्चै श्राद्ध गर्न आउँदा। 5 महिनामा नि अस्ति नै माझेको जस्तो हुन पर्ने है माम भाँडा। जत्रै कालो भएछ म उठेको कति 7 बजीतिर उठिथेँ। 1 घन्टा म आउनुभन्दा अगाडिदेखि हो क्या हो है। यता यो काम हुँदैछ, माथि सावित्री छिन्, तल सान्ने केटीले खै के गर्दैछ। अब सावित्रीले काम भ्यायो भने चाहिँ म अब बेलौती खान जान्छु। र मामुले 2 घन्टा लाएर बल्ल सक्नुभएछ। आँखारै के काउन् भन्ने त नचिन्ने नि थिए। अब के को आकार छ र त्यहाँ? होइन, आकार नै के तामा हुन् भन्ने पनि चिनिन्छ। ए तामा त भयो नि। भए ल अब हामी लाग्दैछौँ बेलौती खानको लागि। फर्सीका मन्टा नि ल्याउँछु लिएर आऊ नि। कहाँको? यहाँको टिप्नी कि उता तलको? अब रोजी रोजी जता खायो तलको भएनन् त्यसै त यहीँको खाम। अनि त्यो के अरे फर्सीको मन्टा छोप्दै अन्त रुखमा झर्छेस्। मेरो त यस्तो खुट्टा दुखिरहेछ नि हिजो। साबिल मलाई बोकेर लैजानु पर्ने हो। ठन्नै चिप्लिँदै हिँडेर सक्छस् र? भो लुटाइछ नि। अनि जुका त छैनन् बाटो। के अरे के बोल्ने? म त आउँदैन बोल्न। ल त अहिले छ पनि तँ बोल। ओ अनि ओ यहाँ त उस छैन छन्। यो लाउँछ अघिल्लो नाइ यो काँचो ह खै। यस्तो रातो पो हुन्छ के अरे? खै अझै गिलो भएको खाने हो। छ गुलियो छैन नि त। अब अस्ति नै हो गरे खानी त तर हुन्छ नि त देखिस्। अस्ति रातो हुनु पर्ने हो। यस्तो राम्रो मान्छेलाई देखाउनु पर्यो नि। कपडाभरि कुरो लाग्ने भयो। छन् टन्नै पनि फर्सी। खै यहाँबाट हेर्दा हो बुट्टा कोपीले जुन्डेछ। कहाँ देख्छु म देख्दिनँ त। अझै तल हो। ए उ गर्न पर्ने रहेछ एउटा के सुपो लिएर। अनि त्यसपछि तल टिकटक हेर्छस् कि नै? हेरिहाल्छस् नि। ए फर्सी खै अनि आफू टिप्नु छैन भने भइ त हाल्छ नि। कबेले त किन टिप्न पर्यो र मन त टिपी भइहाल्यो। हो र तैँले हेर्छस् कि नै? टिकटकमा त हाल्दिनँ। टिकटकमा मेरो भिडियो हेर्छस्? के अरे के हो भिमेट भन्ने? के अरे
तपाईँको हेर्न मिल्छ क्या लाइक कमेन्ट गर्न मिल्दैन मेरो त्यो भिमेटमा के हो त्यो भिमेट भनेको त्यही डाउनलोड गर्ने मिल्छ डाउनलोड गर्नुहोस् मटर ए मकै त अब यस्तो भइसक्यो चिन बेलुकी किन यस्तो वाहन यहाँ ठुलो कबुली आमा यिनी कति धेरै हुन्छ नि तिमीले फर्स्ट सुरुमै मन्टा टिपेर गर्नु पर्थ्यो नि मन्टा टिप्यो नि त्यो खाएर फेरि यिनी रहेका हुनुको कति फल्छन् कि फर्सी त हेर्नुहोस् त्यो छ्या छ्या त्यो इ उनै रहेछ यो क्यामेरा छ्या भन्नुहुन्छ उहाँ फक्कै खिसेका छन् गरे कसले खिसी गर्ने हो अच्छा तैँले गरे हो होइन छ्या अरे खै तल मनपर्छ पर्छ त्यही हो रोप्यो अहिले त्यता धेरै त्यो नि हो त्यो कुहीको टिप्नु लाउन भाइ फुलेको त के हुन्छ टिप्नु छिटो फुलेको त नटिप्नु चित्रुको हो ल ठिक छ हामीले टिपेको मन्टा साबीले चाहिँ अब मलाई एउटा पाकेको बेलौती टिपिदिँदै सके हालिन्छ नि त्यस्तो रुखमा त अब कोदो नहरलाई आउनु भने चाहिँ अब यस्तोमा कसरी जाम म यो कोदो नहरलाई लोटली चाहिँ धेरै तल त छैन केही हुन्न हात खुट्टा भाँचिन्नन् फाइनली साबु माथि चढिसक्यो चिप्लिँदा झन्डै त्यस्तो पुरै पाकेको पनि नै अनि त्यस्तो काँचो पनि नै ठिक्क हरियो र पहिलो पहिलो भएको बेला खै माथिको त्यसको बिचको खै देखा त हो त्यसो तिनमा त अलि पाकेको जस्तो जुन छ त्यहीले जुन भयो लिएन खै देखा दुइटै काँचो है यति काँचो छ नि यो बेलौती कौला चराले खाएछन् सारा आमा लाग्दैन अब मासु घर पाकेको हामीलाई ए महँगो खान्छ अब म र साग भएर चाहिँ हामी दुध लिन जान छौँ त्यहाँ केही पसलका सामान लिउन साबीले ब्याग पनि बोकेर आइसक्यो दिदीले फेरि हो दुध ल्याउने भएर यस्तो घाममा हिँड्दैछौँ कस्तो यसो हल्लाउनु त्यही ढकन खोल्नु सक्छु त्यो सुस्त तपाईँले हातै नहलाउनुहोस् को अनि यस्तो ओह्रालोमा झर्दा हात हल्ली त हाल्छ नि परिहाल्छ कि भनेर नपर्ने